ल अहिले चाहिँ हामी यहाँ छौँ, यहाँबाट सुरु गर्ने हैन। यो खोइ के चोक भन्छ, हिमाली चोक परसम्म पुग्नु पर्ने छ, परसम्म छ। अनि यता तल निकै तल छ नि भाइ रेडी। हाम्रो तार चाहिँ यहाँ छ, अब खोल्नु पर्ने हुन्छ चोटोसँगले। ल गाइस, अब चाहिँ तार तान्नु सुरु गरियो, खोलिसक्यो फाइनली। अब चाहिँ यहाँ भाइले तान्दै तान्दै लाग्छ, म चाहिँ यहाँ रोल खोल्दै बस्छु, अनि परबाट बान्दै आउनुपर्छ। के हो भाइ, होइन होला के हो? ए ल ठिक छ। ल फाइनली अब यहाँबाट चाहिँ सुरु गर्ने होइन। यहाँबाट हामीले चाहिँ पर चौतारोबाट चाहिँ तान्दै आएको, त्यहाँनिर देखिरहेछ अलिअलि, त्यहाँबाट तान्दै आएको यहाँबाट। अब यहाँबाट सुरु गर्ने, यहाँ भाइले तार मिलाउँदैछ। ल गाइस, हामी चाहिँ ठ्याक्क परबाट तान्दै 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 यहाँ आइपुग्यौँ। भोकले फाँक भइयो होइन, गलियो पनि। अघि नै त लास्ट हावा चल्दै थियो, शीतल थियो, अहिले त आमा टिलिलिलिलिलि घाम लागेर यार बिजोकै बनायो नि हो। यस्तो छ, अब अझै तल 10-15वटा पोल तान्नु छ। धन्न तार तान्ने ठाउँ चाहिँ सजिलो छ र होइन भाइ, तान्नु पर्ने हो। ल अब मैले चाहिँ तार तान्नु पर्ने हुन्छ। तार चाहिँ तानेर यसरी तान्नुपर्छ, अनि भाइले माथि बान्छ। ल गाइस, अहिले चाहिँ हामी खाजा खाँदैछौँ होइन। कस्तो लाग्यो त भाइ? हाम्रो चाहिँ खाजा फेरि यस्तो छ, यी करेन्ट चाउचाउ, पुरै करेन्ट चाउचाउ खाएर करेन्टको पोलमा चढेर होइन, पट भएर एल्युमिनियम कस्नुपर्छ हो। चाउचाउ खाऊ, ज्यान बनाऊ। ल गाइस, फाइनली चाहिँ हामीले खाजा खाइसक्यौँ, अनि यो पानी खाँदैछौँ। पानी पनि चिसो छ, फ्रिजमा हालेको होइन। अनि गर्मीमा चाहिँ लास्टै आनन्द आउने क्या चिसो पानी खाँदाखेरि। लास्टै म नि खाएँ त, लास्ट आनन्द है। अहिले फेरि अलिक घाम हरायो, अलिक शीतल शीतल हो, हावा पनि हल्का हल्का चल्दैछ। अघि नै एकछिन त मर्नु भएको पसिनाले सब लुगा पनि भिजिरहेको छ, यी यस्तो भइरहेछ। अब चाहिँ हामीले खाजा खाइसक्यौँ, अब फेरि पोलतिर झुन्डिनु पर्ने हुन्छ हामी। ल हामी चाहिँ यहाँ तार तान्दैछौँ, यहाँ पाडा तर्सिन्छ यार, पुरा तर्सेर हेरिरहेछ। यस्तो छ है नमुना। अब अझै यहाँ तल छ तान्नुसम्म। लगाउनु म सबै हाल्ने। ए तार त तान्नु, हामी चाहिँ भर्याङ बोक्ने एउटा बान्ने गरिरहेको छौँ है। ठिक छ भयो। ल गाइस, हामी चाहिँ माथिबाट यहाँ आइपुगिसक्यौँ, भाइ यहाँ चढ्दैछ, हामी चाहिँ यता छौँ। लगभग सकिनु लाग्यो, परतिरसम्म छ, त्यहाँदेखि सकिन्छ। आजलाई त्यति नै हुन्छ, अनि त्यहाँदेखि अब भोलि आएर बाँडफाँड कार्यक्रम हुन्छ होइन। आजको डिमान्ड चाहिँ यो निलो टिन भएको, यो निलो टिन भएको घर छ। यहाँ चाहिँ भर्खर पिच बनाउनु लागेको रहेछ, त्यही भएर सबै टिफरहरूले गिटीहरू सबै थुपारेर राखेको थियो क्या। भर्खर पेलेको रहेछ, यी चक्काको डामै डाम छ। अब कतिखेर यहाँ डोजर आइपुग्छ फेरि। यहाँ धानहरू दामी पारामा छ, तानिदिउँ फेरि। भाइ यति ज्ञानी छ कि म गलेको देखेर होला बिचरा भाइ पनि गलेर लोद्धो भएको छ। त्यही पनि पालै पालो गर्दैछौँ यहाँ।
ल हाम्रो भाइ चाहिँ आउँदैछ होइन पुरा गर्मी भएर सर्ट उचालिओरी डन डन छेत्री डन भनेर आउँदैछ गलेर फ्याँक भइसक्यो भाइ पनि फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ होइन हामीले लिएको तारले चाहिँ यहाँसम्म मात्र पुग्यो अब हामी अझै यहाँ तलसम्म पुग्नु पर्नेछ हामीले अहिले लाउनु लागेको चाहिँ यहाँ हो डिमान्ड भएको चाहिँ भाइले चाहिँ त्यहाँनिर बाँकी अलिकति उब्रेको थियो तार त्यसलाई मिलाएर बान्दैछ अब हामी एकछिन बस्छौँ ल गाइस अब आजलाई चाहिँ यहीँसम्म भयो काम अब फेरि अब भोलि आएर स्टार्ट गर्ने हो यहाँ चाहिँ हामीले अब भोलिको लागि ट्रान्सफर गऱ्यौँ यहाँदेखि चाहिँ अब आजलाई चाहिँ यति नै